नमस्ते। आई होप तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला। म पनि गुड एन्ड फाइन नै छु। आज चाहिँ म तपाईहरुलाई मेरो ब्लगबाट नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवन सौराहाको मुटुमा फेमस ठाउँमा म तपाईहरुलाई लिएर जाने छु, जहाँ चाहिँ राजा रोनाल्डोले चाहिँ राज गरिराखेको छ। अनि अहिलेसम्म राजा रोनाल्डोले चाहिँ लगभग 20-25 जनाहरूलाई मानिसहरूलाई चाहिँ मारिसकेको छ। त्यही राजा साहबलाई म तपाईहरुलाई देखाउने प्रयास गर्नेछु। अब आऊ हामी जानेछौँ है त हेर्न। हामी आउनुपर्ने ठाउँमा हामी आइसकेका छौँ। अब हामी भित्र प्रवेश गर्नेछौँ अनि तपाईहरुलाई देखाउने छु। भित्र प्रवेश गरिसकेपछि अब राजा छ कि छैन, हामी हेर्न पाउँछ कि पाउँदैन भन्ने हामीलाई मनमा खुल्दुली भइरहेको थियो, किनकि हामी राजालाई हेर्ने उद्देश्यले आएका थियौँ। त्यसैले मेरो मनमा कतै कतै एकदमै खुल्दुली भइरहेको थियो, हेर्न पाइन्छ कि पाइँदैन भनेर। तपाईहरुलाई राजा साहबलाई देखाउन पाउँछ कि पाउँदैन भनेर एकदमै चिन्ता भइरहेको थियो, किनकि यो ठाउँमा आउनुको उद्देश्य नै राजा साहबलाई हेर्न आउनु हो र बच्चाहरूलाई हेर्न आउनु हो। देख्न सक्नुहुनेछ यहाँ धेरै मानिसहरू, टुरिस्टहरू आउने गर्दछ हेर्न, मनोरञ्जन लिन र यसरी हात्तीको बच्चाहरूलाई हेर्दै फोटो खिच्दै भिडियो बनाउँदै यसरी मनोरञ्जन लिने गर्दछन् यस ठाउँमा पर्यटकहरूले। किनकि तपाईहरुले देख्न सक्नुहुनेछ हात्तीको बच्चाहरू सानो सानो छ, कति क्युट र राम्रो देखिएको छ। यसरी साथीहरू घुम्दै गर्दा हेर्दै जाँदा माउ र बच्चा हेर्दै गयौँ। लास्टमा रोनाल्डो राजा साहब त रहेनछ। ल आज त हेर्न पाएन हामीले राजा साहबलाई भन्दै हामी निराश भएका थियौँ। अनि एकछिन हामी बस्यौँ यही माउ बच्चाहरूलाई हेरेर अनि फोटो खिच्छौँ। फोटो खिच्दाखेरि तपाईहरुले देख्न सक्नुहुनेछ एउटा हात्ती नमस्कार गर्दै अघि बढिरहेको थियो, देखेर एकदमै खुसी मनमा भइरहेको थियो, किनकि एकदमै ब्युटिफुल राम्रो देखिएको छ है। त्यसैले मन एकदमै खुसी भएको थियो देखेर। अनि साथीहरूलाई भन्ने ल अब देखिन त के गर्ने, अब जाउँ, अब फेरि पनि एक राउन्ड हानौँ अनि हामी घरतिर फर्किने छौँ भन्दै गर्दा आधी बाटो पुग्दाखेरि तपाईहरुले देख्न सक्नुहुनेछ फाइनली हामीले राजा साहबलाई आउँदै गरेको देख्यौँ। फाइनली गाइज राजा साहब आउनुभयो र राजा साहबलाई हामीले देख्न पायौँ। कस्तो दामी देखेछ, भयङ्कर देखेछ राजा साहब त। सिधै दायाँ बायाँ नगरिकन सिधै मानिसहरू कहाँ पो आउने रहेछ त, पोज पो दिने रहेछ त यसले। फोटो खिचाउने बानी परे जस्तो लाग्छ है, अटोग्राफ दिने बानी रहेछ क्या हो, सिधै अटोग्राफ पो दिन आउँछ त। यताको काम गर्ने अङ्कलहरूले चाहिँ भनिरहेको थियो मानिसहरूलाई चाहिँ अलि टाढा बसेर भिडियो फोटोहरू खिच, नजिक नजाउँ यसले हान्छ भनेर भन्दै थियो, किनकि कुन बेला के हुन्छ सो हामीलाई थाहा हुँदैन। त्यसैले हामी आफै सचेत हुनुपर्छ। सबै यहाँ घुम्न आउने पर्यटकहरू पनि देखेर एकदमै खुसी भए, अलिक टाढा दूरी बनाएर चाहिँ भिडियोहरू फोटोहरू खिच्न थाले। अब हामी राजा रोनाल्डोको कतिवटा चाहिँ जोर्जिना अथवा रानीहरू छन् त भन्दाखेरि राजा रोनाल्डोको 9वटा रानीहरू छन्, सबैको चाहिँ एउटा बच्चाहरू पनि छ। त्यहाँको कर्मचारीहरूसँग सोद्धा राजा साहबको उमेर अहिले 45 वर्षभन्दा बढी नै भइसकेको छ। प्राउड अफ यु राजा रोनाल्डो साहब, किनकि 9वटा रानीको संरक्षक बन्दै यो एरियामा अरू कुनै पनि हात्तीहरूलाई आउन दिँदैन, त्यसैले राखिएको छ नाम राजा रोनाल्डो।
तपाईँहरूलाई राजा रोनाल्डोलाई मैले देखाइसकेको छु र तपाईँहरूले यो भिडियो हेरेर मनोरञ्जन गर्नुहोला र घुम्नलाई प्लान बनाउँदै हुनुहुन्छ भने तपाईँहरू चितवन चौराहाको यस हात्ती प्रजन केन्द्रमा आएर तपाईँहरूले फुल मनोरञ्जन लिन सक्नुहुनेछ। म यही नै भन्न चाहन्छु। अन्तिममा तपाईँहरूलाई म यो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु अनुरोध गर्दछु। हस्।